सेवा साथीहरू नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन र फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोको साथमा। आई होप सबैजना सन्तोष सुविस्ता र आरामै हुनुहुन्छ भन्ने आशाको साथमा म पनि एकदम सन्तोष सुविस्ता र आरामै छु। आज चाहिँ हामी यस्तो घाममा टङ्गिँदै घुम्नु जाँदैछ जङ्गल त जङ्गल छ अरे देखाउँछु हजुरहरूलाई। यति गरम छ यहाँनिर त साथीहरू धेरै गरम। यहाँ यतिको आइरहेको रहेछ अन्त हामी चाहिँ घुम्नु जाँदैछौँ साथीहरू। हामी चाहिँ जङ्गलमा आएको छ। कता जान्छ अब यहाँबाट? अघिको बाटो निस्किन्छ अरे। यहाँ जङ्गलमा घुम्दै घुम्दै सुनसान घुम्दै घुम्दै आएको छ हामी। के चाहिँ खोज्ने जङ्गलमा? दाउरा मिल्छ? मुढा ऊ मुढा रहेछ। गरम त नि यहाँ पनि। म आउँछ भनेर बाँदर नआएको अरे, अर्को बाँदरै आउँदैछ भनेर। साथी म त टाढा हानिदिन्छु है। म त टाकर पो भइहाल्छु। म त भागिदिन्छु। यहाँ हात्ती आउँछ अरे बेला बेला। उहाँ घरसम्म पुगिदिन्छु। स्पिड भागिदिन्छु, खतरा भागिदिन्छु। गाइस म चाहिँ यहाँ मासु पकाउँदैछु होइन। यहाँ देशी कुखुराको मासु। गाइस मासु पकाउँदैछु म चाहिँ यहाँ। मसला पिस्दैछु होइन। यसरी पिस्नुपर्छ। मिक्सीमा पिसेको राम्रो हुँदैन अरे, सिलौटामा पिसेको खानुपर्छ अरे। अनि यसरी पिस्नुपर्छ। काट गयो कसरी गयो मैले? हामीले पिस्दा पेट गएन त। हाम्रो भाउजू सुपर वुमन हाम्रो बहिनीको त मुख मात्रै पेतर पेतर छ, मसला पनि जान्दैन अरे। अन्त यहाँ मैले पिसेको फेरि डबल पेट गयो अरे बिचराले नजानेर। म जान्दिनँ भनेको त बहिनीले झन् जान्दैन रहेछ। मैले जान्दिनँ भन्नु मतलब किन मन नलागेको ठगेको थियो। लास्टमा आफै पिस्नै पर्यो। गाई त्यसरी पिस्नुपर्छ है। प्रमोसन भइदिएन मेरो त। यस्तो काम गरेर भरि गएर सोच्नु यस्तो काम गर्नु पर्यो भनेर देखाउनु भिडियो गरेको के कस्तो होइन ल त्यस्तो चाहिँ। धेरै बकवास गर्ने होइन है। रेला गरेको छ्या। अनि किन त्यस्तो भनेको त? यतिकै मजाक गरेको नि। त्यस्तो मजाक म बुझ्दिनँ। अरू मजाक यसो लाउदिस् मजाक गर्दिन नि। बाजेको हाल्दिनँ। माफ पर्ने है माफ पर्ने। म घरमा पनि काम गर्दा भ्लग बनाउँछु त। गाइस हामी चाहिँ खाना खाएर पनि आयो। खाना खाइसक्यो होइन। आज मजाले देसी चिकन बनाएर अन्त म चाहिँ यहाँ प्याक लगाएर अलिक घाममा डरेर ट्यानहरू भयो नि त। अनि यो होममेड प्याक बनाएको थियो। अलिकति कफी पाउडरहरू, हनीहरू अनि दहीहरू, लेमनहरू लगाएर। अन्त चाहिँ अलिक जाँदो रहेछ क्या अहिले। अलिक नाकहरू सफा हुँदो रहेछ। अनि त्यही भएर अलिकति लगाएको। अस्ति पनि एकखेप लगाएको थियो, राम्रो रहेछ। तपाईँहरू पनि लाउनुहोस्। तपाईँहरूलाई पनि यदि युज गर्नु मन लाग्छ भने कफी पाउडर, हल्दी, दही, लेमन, मह यति चिज चाहिँ 5वटा चिज चाहिँ लाउनुहोस्। राम्रो हुँदो रहेछ। अलिक भए पनि रिजल्ट राम्रो आएको थियो मेरो चाहिँ। हजुरहरूलाई पनि मैले सजेस्ट गरेको। र त्यही भन्दै म आजको भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु।
र आजको भिडियो के कसो लाग्यो हजुरहरूलाई लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिदिनुहोस् होला। हजुरहरूले सपोर्ट दिनुहोस् होला। मलाई सपोर्ट दियो भने कतै अगाडि बढ्छु कि भन्ने आशा छ है साथीहरू। हजुरहरूलाई कस्तो कस्तो लाग्दैछ मेरो भिडियोमा, के लाग्दैछ है, हजुरहरूलाई जस्तो जे लाग्छ त्यही कमेन्ट गर्नुहोस्, मलाई केही प्रब्लम छैन त्यसमा है भन्दै म यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु। बाई बाई साथीहरू, लोस्ट अफ माया।